स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा है। धन्यवाद। र म तपाईहरुलाई 5 वटा गाउँ खाने कथा सोध्न गइरहेको छु। 5 वटामा चाहिँ 5 वटा मिलाउनु भने 500 रुपैयाँ पाउनुहुन्छ अनि 3 टा मिलाउनु भने चाहिँ 300 रुपैयाँ पाउनुहुन्छ तपाईहरुले। ओके। कतिको ट्यालेन्ट हुनुहुन्छ है तपाईहरु 4 जना हुनुहुन्छ है। ल सुरुमा रहेको छ आफू भने काली नाम भने राति के हो? मिल्यो थ्यांक यू। उहाँ कत्रा ट्यालेन्ट हो तपाईहरु त हेरेको हुनुहुन्छ। त्यो के हो बिहेको बेला केटाहरूले पाएनन् भने विवाह नै रोकिन्छ हैन? केटाले पाएन भने बिहे नै रोकिन्छ। जुत्ता। तेस्रो क्वेशन रहेको छ झोलामा अटाउने तर ढोकामा नअटाउने त्यो के हो? छाता। छाता। ल करेक्ट एन्सर उहाँले मिलाइसक्नु भएको छ। घोडा जस्तो छ घोडा हैन, भारी बोक्छ भरि हैन के हो? गधा हो। एकैचोटि भन्नु हो त ठ्याक्कै मिलाउनु है तपाईहरुले। ल लास्ट क्वेशन त्यो के चीज हो मानिसले जति सफा गर्छ त्यति नै फोहोर हुन्छ? पानी। कसरी आयो तपाईलाई? ठ्याक्कै आउने रहेछ। जति सफा गर्यो त्यति फोहोर हुन्छ है। त्यति फोहोर हुन्छ। तपाईले कतिवटा मिलाउनु भरे? दुईटा मिलाउनेलाई दुईटै है। ल ल उहाँले पनि एउटा मिलाउनु भएको छ। उहाँलाई पनि बधाई छ है। बधाई छ तपाईलाई। ल बधाई छ तपाईलाई है। ल तपाईलाई पनि बधाई छ। ल दिदीले त तपाईहरुसँगै मिलाउनु भएको हैन र? हो र? अनि ए छाता मिलाउनु भएको छ है उहाँले। ल उहाँलाई पनि मैले क्याश प्राइज विन हुनु भएको छ। ल बधाई छ तपाईलाई। के भन्न चाहनुहुन्छ भिडियोमा थोरै यसो भनिदिनु पर्यो तपाईहरुले नि? सबै हेर्दिने भिडियो हेरेर एउटा त जानेन त्यो चाहिँ